हाँस हाँस्रे म स्मरण हो भन्नु त म स्मरण हो पछाडिपट्टि दादा आउँदै हुनुहुन्छ भन्नु न है गाइस पानीपुरी चटपटी खान आउनु होला यता कता भन्नु न भकन्डा बेसी हेलो एभ्रिवान हामी चाहिँ आज यता के अरे रोडतिर आइरहेको छु गाइस यहाँ चाहिँ मौरीहरू छ गाइस अनि साथमा हाम्रो स्मरण बेबी पनि हुनुहुन्छ लासो गन्त बेबी लासो ओके अमिलो खाँदा हुनुहुन्छ ओके जाउँ अनि यता चाहिँ फुलहरू आज भोलि पनि फुलहरू छ हामी चाहिँ यो बाटो हिँड्नेछ गाइस ल हेर्नु होला हामी चाहिँ के लुगा धुँदैन हामीले चाहिँ 2 भएन 3 के हो रे यतापट्टि पो रमाइलो हुँदो रहेछ त है कुन घरमा बस्नु भयो र के घरमा त्यो हाम्रो बहिनीहरू नि यही घरमा भन्थ्यो त यहाँ रहेछ मामा चौक अनि के भइरहेको छ मेरो आज यो हाल्न बिर्सिन्छ भने चारो हाल्न बिर्सिन्छ भने ल चटपटी ओहो फर्काइ जे भयो नि आयो भएन पैसा आयो भएन बनाइदिन्छु ल जाडो महिना आयो भने प्लास्टिकै छैन बिचराको प्लास्टिक छैन रहेछ मैला होइन किनेन क्या मैले त्यही भएर मेरो छोरो चाहिँ खोइ त पछि ठेला कलरहरू गरेपछि मात्रै पछि ठेला हालेको पो नाम आउँछ त के हुन्छ त र गाई चाहिँ चटपटे खाना चटपटे टक्क खायो भने भटपटे लाग्छ तिमीहरू फेरि गाह्रो पर्छ होइन होला है गाइस पानीपुरी चटपटी खान आउनु होला यता कता भन्नु न भकन्डा बेसी देखि यतापट्टि लिटल बोलिङ अगाडि आउनु होला गाइस लिटिल प्रतिभा भन्नु न नभए प्रतिभालाई त लिटिल त भन्छ त पानी आयो होला है माइजू आज आउने पाल हो कि होइन पानी त एउटा खाने पानी रोटी पानी छ अब लाइक हामी चाहिँ पानीपुरी चटपटी खाना आएको त खाना आएको त भन्नु परेन होइन खाना आएको नभन्नु न खानु अनि खाना चाहिँ लागेको खाना लाग्यो भन्नु न त्यतिकै यसो हल्का टाइम पास तलतिर घाम म त बोलेर के भन्दै भ्युजहरू पो बढाइदिन्छु हो त आराम गरेर बोलेर जानु त आयो नि माइजू भन्ने रमाइलो पनि हुन्छ खाँदै भान्छु चपेर गर्दै हलाउँदै हिँड्दै माइजू हाँस्दै हिँड्दै भयो लप्सीहरू खाँदै त्यस्तो गर्नु जिम्मे गर्ने के हो घुम्न सकेको छ ल गाइस हामी चटपटी खाना हावारी आम खाए नि स्पेसल चटपटी छ मिठो चाहिँ छैन यसो चाखौँ अब जस्तो सुकै देख्यो पनि यहाँ राखौँ ढल्यो भने त सकिन थाहा छैन माइजू त हाँसेर आज त चटपटी पार्ने आज खोइ हितेश खोइ छोरा चोपी खोइ त चोपी लाएर हाल्छ
के हाल्छ चटपटीमा सब्जी काँक्रो हाल्नुपर्छ मिठो हुन काँक्रो त मिठो गाइस कुनै खालको आधे डाँडा काँडा सबै डाँडा काँडा त होइन त यहाँबाट लड्यो भने त सकिहाल्यो नि हेरेछ ल भाइ हात हामी गएको बस उता कस्तो राम्रो घर रहेछ हेर्नु न उता मिस्त्रीहरूले कराउँछ यहाँ त सानो पुलले चाहिँ गाइस हामी चाहिँ पुलमा जानेछौँ होइन कस्तो सानो पुल त नि एक बित्ताको पुल जस्तै अझै पनि हिँडेको सुँगुर होइन गाई ल गाई हामी चाहिँ आज यतापट्टि छौँ खै कसरी देखाउने हो दौडिनु र दौडिनु सो आमा भाइ पनि ल तिनजना दौडिनु र अब आमा मामा राम लक्ष्मण जस्तै देखिँदैछ दुईजनालाई त भाइले पनि रमाइलो भएछ आज त है हजुर यसो रमाइलो हुँदो रहेछ यो ठाउँतिर चाहिँ होइन धेरै पछि अब लड्छ अहिले भाइ पनि के गर्नु आलुको मात्र सबै बिगार्छ तिमीहरूलाई त थाहा छ नि र भाइलाई त के पनि थाहा छैन ऊ तै पनि उल्टी सुल्टी हानिरहेको छ जाउँ जाउँ अब जाउँ अब हामी कहाँ पुग्छ अब पारी जानलाई ए ल ल छिटो आउनु है हामी चाहिँ हिँडेको गाइज भकुन्डे बजार हेर्नु त कस्तो राम्रो देखेको डाँडा काँडाको बिचमा भकुन्डे बजार होइन होला हजुरको नाम के अरे मैले त बिर्सिहाल्यो सन दौडेको हेर्न दौडेको बल खेलालाई उत्ता हो यो भन्दा उत्तापट्टि यो डाँडा पछाडि थाहा पाएको हामी पहिला स्कुल पढ्दाखेरि यो बाटो धेरै हिँड्थ्यो अहिले यहाँ बाटो हिँडेको छ नि त्यतिखेर त यो पिच पनि भएको थिएन कि रोड पनि पिच भएको थिएन अहिले त रोड पनि पुरै पिच भएको होइन अनि यस्तै हो गाइज कतिखेर के हुन्छ भने थाहा हुँदैन नेपालमा होइन ल छिटो आउनु भाइले के खानुभयो भाइले के पनि खानु नदिनु त छ्या तिनजना हेर्नु न छ्याउ लागेर हामी यता आएको गाइज होइन अहिले चाहिँ पुष्माको पुष्को भनौँ न पुष्को खबर यस्तो छ गाइज हाम्रोतिर मौसम क्लियरै छ यहाँतिर जनक मावि मिथिनकोट हस्पिटल सबै पुग्ने रोड यो पनि हो एक होइन एक उता हो जता पनि हो क्या ल जाउँ 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 उल्टी सुल्टी हानेर ओ भाइले ल गाइस हामी चाहिँ यहाँबाट हिँड्दैछु ल हाँस रे म स्मरण हो भन्नु त म स्मरण हो पछाडिपट्टि दादा आउँदै हुनुहुन्छ भन्नु न सुन्नुभयो हामी यहाँ अप्ठ्यारो बाटोमा हिँड्दैछौँ गाइज
त्यही भएर बाबुलाई बोकिरहेको छु होइन अलि छिटछिटो हिँड्नु अगाडिको दोष होइन हजुर बोल्न चाहनुहुन्न बाटो छ कि छैन कन्फ्युज छु यहाँ पछाडिपट्टि पो देखिरहेको छ त पछाडिपट्टि होइन र हामीलाई देखिरहेको छ होइन हामीलाई देखिरहेको छ होइन त भाइ अनि भइहाल्यो नि हामीलाई देख्यो भने यतापट्टि इँटा पनि देखाउनु न इँटा पार्ने ठाउँ पनि रहेछ हेर्नु त अब जाउँ अब हामीलाई देखाउँ है गाइज हामी यहाँ गाइज भन्नु न गाइज भकुण्डेको कुन ठाउँ हो यो भयो गाइज भन्नु न गाइज हामीलाई देख्छ फुल अगाडि पनि हेर्छ पनि यहाँ बाटो यहाँ घर हुनैपर्छ होइन बाटो पनि हुनैपर्छ किनभने यहाँ घर छ घरको हिसाबले चाहिँ हामी यहाँ त बाटो छ होला भनेर हामीलाई कन्फर्म चाहिँ भएको छैन तैपनि बाटो छ होला भन्ने आशाले हिँडिरहेको छु गाइस छिटो आउनु छिटो काटो अब काटो भिडियो क्लिक गर अब हुन्छ हाई गाइज हामी यहाँबाट निस्किसकेको छु गाइज यहाँ बाटो चाहिँ छैन भने बाटो खोजी हिँडिरहेको छ गाइज हामी चाहिँ होइन हाम्रो माई फ्रेन्ड्सहरू यो चाहिँ उहाँहरू चाहिँ माई फ्रेन्ड्सहरू हो कि होइन हजुरहरू मेरो माई फ्रेन्ड्स हो कि होइन ल हामी चाहिँ गएको साथीहरू यहाँ रोडै छैन कि तैपनि हामी खोजी हिँड्नु परेको यहाँतिर अहिले चाहिँ हल्का रोड जस्तो भयो खासमा हामी माथि पुग्नुपर्ने हुन्छ साथीहरू होइन त के भयो रे के भयो त नि मकै बाटो झुन्डाएको हामी जान्छ गाइज यहाँबाट होइन दुईजना यहाँ यसरी घिस्टरी हिँडिरहनु भएको हाम्रो सरहरू होइन ल सरहरू ल जाउँ गाइज हामी हिँडेको ल मलाई भेट्नु ल तिनजनाले ल छे नटिप्न जियो पनि होइन त ल छिटो हिँड्नु हामी सिधै यो बाटो हिँड्नेछु गाइज होइन माथि टुप्पामा पुगेर आएको नि अहिले घाम माथि पुगिसकेछ र हामी अहिलेसम्म यहीँ छु होइन ल ओके हामी सिधै यो बाटो हिँड्नेछौँ गाइज ओके गाइज माथि पानीपुरी चटपटी खाना होइन दिपा दिदीको होसमा पसलमा भाइलाई नदिने ल हस् भन्नु न ओके हामी चाहिँ जान्छु गाइज मेरो टोपी चाहिँ हातमै छ होइन भाइ त्यहाँ हात जस्तै हिँडिरहनु भएको छ हाम्रो सर पर्फेक्ट हामी है टक्क पुगेर आएको होइन त अघि होइन अस्तिको शनिबार अस्तिको शुक्रबार पनि है अलिकचोटि हामीले अर्कोचोटि नै आउनेछौँ होइन त समय हो कि होइन हामी अर्कोचोटि नै आउनेको छु गाइज अहिलेको लागि चाहिँ हामी चट्ट बाई बाई भन्न चाहन्छ होइन के कसो बाई बाई गर्नु त अनि अरू के भन्नु छ हाम्रो भ्लगलाई यस्तो माया गरिदिनु होला हजुरहरू सबैजना